मित्रहरू, म देखाउन जाँदैछु हजुरहरूलाई आज क्यान्सरको औषधि। जति पनि प्रकारको क्यान्सर छ त्यसलाई चाहिँ रोकथाम गर्नको लागि अथवा क्यान्सरको सेल्स बढ्न नदिनको लागि जुन क्यान्सरका कोशिकाहरू बन्ने गर्छन् र बनिसके पछाडि शरीरमा त्यो एकदमै तीव्र गतिमा बढ्ने क्रम हुन्छ, त्यसलाई रोक्नको लागि भरतपुर क्यान्सर हस्पिटलले पनि ब्रोकौली खानामा धेरै प्रयोग गर्नु होला भन्ने सल्लाह दिन्छ। त्यसको लागि म तपाईलाई देखाउँदैछु के कसरी प्रयोग गर्ने भन्ने बारेमा। यो ब्रोकौली मैले यो ल्याएको अलि पुरानो भइसकेको छ, 1-2 दिन भयो ल्याएको। हिजो आज ब्रोकौलीको सिजन छ। यसरी मसिनरी काटेर यसलाई यसरी एकदमै तातो पानीमा हाल्नु होला। त्यसपछि यसलाई तातो पानी निकालेर यसलाई सुप बनाएर पिउनुस् अथवा यसलाई पकाएर हल्का पकाएर यसलाई खानामा बढीभन्दा बढी प्रयोग गर्नुहोस्। दिनमा 2-3 पटक प्रयोग गर्नु। अहिले सस्तो पनि छ, यति बेला ब्रोकौलीको सिजन पनि छ। 100 रुपियाँमा 4-5 किलो ब्रोकौली पाइएको छ। यसरी खाएर तपाईले क्यान्सर रोगलाई रोकथाम गर्न सक्नुहुनेछ।